जातिपाती पार्टी भयो तपाईहरुको त्यो जुन यो प्रश्न कतिखेर आउँछ भनेर सोचिरहेको थिएँ। जातिपाती पार्टी भयो भन्ने हुन्छ तपाईलाई ट्याग पनि त्यस्तै लाग्छ के तपाई क्रिश्चियनहरुकोमा जानुहुन्छ पास्टर बनाइदिन्छन् मुस्लिमकोमा जानुहुन्छ अल्लाह बनाइदिन्छन् बुद्धिस्टकोमा जान्छ बुद्धिस्ट बनाइदिन्छन् हैन अहिले पछिल्लो समयमा तपाईलाई मिडिया ट्रायल यतिको गरियो कि तपाईलाई श्रम संस्कृति पार्टी चाहिँ राई लिम्बुको मात्रै पार्टी हो भन्ने यसलाई अलिकति प्रश्न गराइदिनु त्यहाँ धन्यवाद छ यो लास्ट प्रश्न राखौं हैन अरु प्रश्नहरु छ भने चाहिँ भोलि आउनु होला म अलरेडी यतै हुन्छु एकछिन त्यता गइन्छ होला त्यसपछि म अन्यत्र जादिन धन्यवाद छ अब मलाई सबैले कहिले के रे पास्टर भनेको छ कहिले खोइ के जति भनेको छ कहिले के भनेको छ हैन म सबै धर्मलाई रेस्पेक्ट गर्छु म चर्चमा पनि जान्छु मन्दिर पनि जान्छु पशुपतिनाथ पनि गएँ हैन बौद्ध पनि गएँ मस्जिद चाहिँ गएको छैन हैन बाहिर विदेशमा हुँदा चाहिँ गएको थिएँ यता चाहिँ गएको छैन त्यहाँ पनि जान्छु सबै धर्मलाई मैले सम्मान गर्छु किनभने अर्क साम्पाङ भनेको चाहिँ प्रकृतिवादी हो संस्कृतिवादी हो प्रविधिवादी पनि हो त्यसले गर्दा फेसबुक धेरै चलाएको है अरु नेता जस्तो होइन म है म भनेको अप टु डेट हुन्छु हैन टिकटक पनि आइडी छ इन्स्टाग्राम चाहिँ चलाउनु भ्याएको छुइनँ तर आइडी चाहिँ छ आई मस्ट बी अपडेटेड क्या हैन उमेर पो के रे जेन कता कता पुगे त तर प्रहर त जेनजी नै हो नि हैन त्यसले गर्दाखेरि प्रकृतिवादी मान्छेले सबैलाई माया गर्छ संस्कृतिवादी मान्छेले सबैको संस्कृतिलाई सम्मान गर्छ है त्यसो भएको कारणले गर्दाखेरि म सबै मान्छेलाई सम्मान गर्छु अब आमाको कोखमा हुँदाखेरि निवेदन लगाएर नाक यस्तो मलाई चाहियो है भन्नु नमिलेर थेप्चे नाक लिएर आएँ मैले त्यसमा मेरो के दोष छ छैन मेरो हरेक पल यो देशको लागि छ हरेक वचन यो देशको लागि छ हरेक कर्म यो देशको लागि छ र मर्दा पनि यही देशको लागि मर्न पाऊँ भनेर मैले चाहिँ त्यो मन्त्र यहाँ आनेर गीत हो यो मेरो फेरि गीत छ गीत त मेरो 1000वटा छ कुनै दिन सुनाऊ भनेको गिटार लिएर बस्नु भनेको हैन सुनाउन 6 महिना लाग्छ 6 महिना चाहिँ लाग्छ मेरो गीत सुन्नलाई तर है म जातीय विभेदको विरोध चाहिँ गर्छु फेरि किनभने हामी एउटा मान्छे हो मान्छेले मान्छे जस्तो व्यवहार गर्नुपर्छ मैले अस्ति गाईघाटको दिन पनि भने हैन गाईघाटमा पनि मैले चाहिँ केही भने म त श्रमदानमा नि सर्प भेटिँदाखेरि पनि सर्पलाई यसो गरेर पर लानुपर्छ है भन्ने मान्छे हो श्रम संस्कृति पार्क भन्ने पार्कको बारेमा सुन्नुभयो होला त्यहाँ अधिकांश के रे फलफुलको बिरुवा छ त्यो फलफुल चाहिँ मैले भानुचोक झर्ने छाताचोक भरि तपाईको फैलेको बाँदरको लागि रोपिदिएको यसपालि थुप्रो तपाईको अम्बक फल्यो कम्ता खाए बाँदरले अब बाँदरलाई त त्यत्रो माया गर्ने मान्छेले मैले चाहिँ अरु जातीय चाहिँ फल्ना त्यस्तो भन्नु मैले कसरी त्यस्तो भयो कसले भन्यो त्यो है त्यसले गर्दाखेरि श्रमवादी मान्छेले हैन श्रम संस्कृतिवादी मान्छेले श्रमको कुरा गर्छ है क्षेत्रीले रोप्दाखेरि पनि मकै नै हो बाहुनले रोप्दा पनि मकै नै हो राईले रोप्दा पनि मकै नै हो हैन तपाईको चाहिँ मकै उसले रोप्यो भने त्यहाँबाट चाहिँ प्रकृतिले मकै नै फलाउने होला नि त हैन प्रकृतिले धान फलाउँछ मकै रोप्दा फलाउँछ त फलाउँदैन प्रकृतिले विभेद गर्दैन भने प्रकृतिवादी मान्छेले विभेद गर्न मिल्छ मिल्दैन द्याट इज द थिङ तर योगदानको कुराहरु आउँछ है यी कुराहरु छन् र यति मैले भने यहाँहरु सबैजनालाई हार्दिक नमन गर्न चाहन्छु मैले अघि पनि भने फेरि एकचोटी पनि म अनुरोध गर्न चाहन्छु पत्रकार देशको बन्नु होला राज्यको बन्नु होला पार्टीको नबन्नु होला हार्दिक धन्यवाद सर नमस्कार जय हो